यो अब चाहिँ घान्द्रुक पुग्यौँ हामी हो। यो चाहिँ घान्द्रुकको यो गाउँ, यो धान्द्रुकको चाहिँ गाउँ। म डाँडा गाउँ जाँदैछु। यहाँ हेर्नुहोस् तपाईँहरूले, यो धान्द्रुकमा वकिङ यस्तो हुँदैछ हो। धान्द्रुकको यो चाहिँ भ्यू पोइन्ट ग्राउन्ड हो। त्यहाँबाट पनि कतिजनाले उयो हेर्छ। यो चौरबाट चाहिँ बिहान कोहीले उयो हेर्छ, के भन्छ हो, यो हिमाल हो, अन्नपूर्ण। अब हामी त निकै माथि आएर निकै यता गएछौँ भनेपछि हामीले मजाले देख्नेछौँ। यो स्ट्यान्ड त यहाँनिर हो खासमा। यहाँ तल छ नि उयो ग्राउन्ड छ नि, त्यो चाहिँ कता थियो पहिला। अहिले चाहिँ हामी आयौँ डाँडा गाउँमा होला। एकदमै उयो भएको राम्रो हो। हामी पहिला यहाँ बसेको डाँडा गाउँ जाँदैछु। ऊ पछाडि पनि हेर्नुहोस् अलिक, उहाँहरूलाई पनि बाटो भोलिन्छ होला। हेर्नुहोस् है डाँडा गाउँ। यहाँबाट चाहिँ भाइ डाँडाको उता है, डाँडाको होटेल कति टाढो छ? 15 मिनट जति लाग्छ यहाँबाट सिधै त्यसै त छ है। हजुर त्यसै त्यसै। अहिले हामी अब डाँडा गाउँ, यो घान्द्रुकको मेन यो कास्कीको अन्य गाउँपालिका 10 हो। उहाँहरू आउनुभयो त्यहाँ? आउनुभयो, हातलाई बोलाइरहेको छु। आमा त यहाँनिर गाउँपालिका 10 मा छौँ हो। अब यो त्यही घान्द्रुक कास्की हो। अस्ति कल्पना दिदीहरू आयो नि, कल्पना दिदीहरू त उता बसेको। अहिले तपाईँहरू जाने ड्रेस पाउँछ नि यहाँ, यहीँनिर कल्पना दिदी त उयो पल्लोमा बसेको कि, उनीहरू बिहानै यता गएको।
यता हामी चाहिँ यता अहिले तिनीहरूले लुगा त यता लाएर खिचेको त्यो राम्रो गाउँमा त्यता बस्ने हजुर होइन डाँडा गाउँ कति जागिर हुने कति आफ्नै उस हुने मान्छेहरूलाई त गाह्रो हुन्छ बजारको ठाउँमा